गाइस युगल लिम्बूको भ्लगमा सबैलाई स्वागत छ। म अहिले मार्कुली आएको छु। मार्कुली आएको कारणले चाहिँ एउटा सानो छोटो भिडियो बनाएर युट्युबमा अपलोड गर्नु पर्यो भिडियो भने बनाएको। बगानमा यस्तो छ नि सकियो पानी परेर नि गएको हो दार्जिलिङ भागे पानी परेर नि बम्बईमा यस्तो भिडियो भएको छ होइन। भर्खर रोकेको ठ्याक्कै 10 मिनट भयो पानी रोकेको। पर्नु लागेको छ आँखा यता पनि छ। म ठ्याक्कै म मार्कुली आएको हो कि घुम्नु चाहिँ यता मार्कुली आएको हो क्या। म चाहिँ घुम्न मार्कुली घुम्न आएको हो। अनि त्यही भएर एउटा छोटो भिडियो चाहिँ 2 मिनट अथवा 3 मिनट सकेसम्म 15 मिनटको भिडियो बनाउनु पऱ्यो। म चाहिँ मार्कुली अनि आज पनि मैले काम गर्ने होटल बन्द छ किनभने सेटको बाबा चाहिँ बिमारी भएर चाहिँ होटल क्लोज गरेको। अनि त्यही हो कारणले अनि एउटा भिडियो बनाउनु पर्यो भनेर चाहिँ यसो छिरेको हो क्या मार्कुली साइडतिर। त्यहाँदेखि यहाँसम्म बनाएको छु 1 मिनट भिडियो बनाएको। अनि छ होइन न अब कमाइमा नि गाडी त पुग्छ तर यो भागमा चाहिँ कम्ती। यहाँ बिचमा टर्निङ छ कि त्यो टर्निङमा धेरै जानु छैन। यस्तो त पसल छ ठाउँ पनि लगभग राम्रै छ होइन। तर अब अलिकति कचडा हुन्छ। परदेशको ठाउँ त त्यही छ बाहिरको प्राय कचडा नै भइहाल्छ। त्यही भएर उहाँनिर चाहिँ बन्दै छ हेर्नुहोस् हाउस। यो हाउस यसलाई अर्को के भनेर पनि बुझ्न सक्नुहुन्छ भने यो होटल रेस्टुरेन्ट अनि लज भनेर पनि चिन्नुहुन्छ हो। यो बनाउँदै गरेको होटल रेस्टुरेन्ट अनि लज ठ्याक्कै यतिकै लागि यो बन्दै गरेको क्या हो। यो भएको हेर्नुहोस् यो त अलरेडी कम्प्लिट भइसकेको छ। यो ठुलो चाहिँ अलरेडी कम्प्लिट भएको छ। यो क्रिकेट ग्राउन्ड हो। यहाँ कस्तो खतरा म्याच हुन्छ भने म कता गराएको बसिरहेको छ मान्छे। यो क्रिकेट ग्राउन्ड हो क्या यो। यहाँ खाजा पनि यहाँ लिएर दिँदो रहेछ। के छ पनिर छ, ब्रेड छ, चना ग्रेभी छ, परौठा छ, जुस छ, हर चिजहरू छ। तीसम्म चाहिँ खेलाडीहरूलाई सुविधा छ। यो यहाँ बहुत लाग्ने ठाउँ पानी आएपछि यो क्रिकेट ग्राउन्ड हेर्नुहोस् कस्तो छ क्रिकेट ग्राउन्ड कस्तो लाग्छ पानीले हेर्नुलाई। पानीले यस्तो भएको छ प्राय सबै राम्रै छ हौ। हेर्नुहोस् ठाउँ यस्तो छ। मुम्बईको ठाउँ प्राय राम्रै हुन्छ परदेशको ठाउँ होइन। अब अहिलेसम्म चाहिँ हामीलाई चाहिँ राम्रै छ। हामी परदेशमै लामो समयसम्म बसेर होला हामीलाई धेरै राम्रो लाग्छ। यो क्रिकेट ग्राउन्ड म यहाँनिर 3 जना भाइहरू खेल्दैछ। मैले यसलाई थोरै जुम गरेँ है। देख्नुभयो यहाँ 3 जना कुद्दैछ क्रिकेट खेल्दैछ। अब अहिले टाइम भएकै छैन। एकछिनमा यस्तो खतरा चल्छ यहाँनिर क्रिकेट। अनि म त पाउँदिनँ। अनि यहाँ हेर्नुहोस् यसरी ठ्याक्क बोर्ड लेखिदिएको छ।
लेखेर चाहिँ सट्ट राखेको छ है। हेर्नुहोस् है, तपाईँले हेर्न सक्नुहुन्छ गाइज हो। यो क्रिकेट ग्राउन्ड यहाँनिर हेर्नुहोस्, यो चौतारी यो रुखले पनि धेरै राम्रो गरेको छ। यहाँ दाइ बसिराख्नु, दाइले हात हलाउनु हुँदैन। धेरै राम्रो राम्रो छ। सट्ट जाली लगाएको छ सट्ट क्रिकेट ग्राउन्ड। यहाँ अगाडि यो मेन रोड अगाडि छ। पानी हेर्नु न, यहाँदेखि अझै अगाडि जाँदाखेरि मुम्बई यति धेरै डुबो भएको छ। म समुद्रतिर गएको छुइनँ अहिलेसम्म चाहिँ। त्योभन्दा अगाडि चाहिँ म गएको थिएँ समुद्र। अहिले यता मुम्बई आइकन चाहिँ म समुद्र गएको थिएँ। धेरै डुबो भएको छ मुम्बई। अनि धेरै हेर्नु न कत्रो छ होइन त, कति अग्लो छ हेर्नु न। यो चाहिँ के को लागि हो अब त्यो चाहिँ मलाई पनि थाहा भएन, तर धेरै ठुलो छ। अब हामी जस्तो सानो युट्युबरले त यो त कति 50 देखि लिएर 1 करोडको घर त हामीले त नसोच्दा हुन्छ। हामी जस्तो सानो युट्युबरले चाहिँ हेर्नु यस्तो छ हेर्नु, जाम भएर यहाँ सबै आएको हो क्या। यहीँनिर हो, यो पार्किङ हो, यहाँनिर आएको, यहीँनिर आएको क्या। यहाँ होटल लज रेस्टुरेन्ट खोइ के छ यहाँ, मलाई पनि त्यति मजाले चाहिँ थाहा छैन। पुरा पार्किङ गरेको छ होइन। अब यता म क्रस गर्नुपर्छ, यो बाटो क्रस गरेर चाहिँ चट्ट जानुपर्छ। हिलो हेर्नु त, बिग्रेर बाटो पानीले एकदम धेरै बिगारेको छ। मैले माथि नै बनाएको हो, यो जुन टावर देखेको छ नि, तिनेर मैले बनाएको अस्तिको भिडियो है त। यस्तो छ पानीले बिगारेर गाइज हो, यस्तरी बिगारेको छ मुम्बईको बाटो। डुबाउ यस्तो भएको छ। त्यही भएर अब यहाँ बाटो क्रस गर्नु टक्कमा बाटो क्रस गरेर लाग्छु आफ्नो रुमतर्फ लाग्छ है गाइज। मेरो अहिले लगभग बाटो क्रस गरिसकेँ। अब आफ्नो रुमतर्फ लाग्छु। यो अटोलाई मैले थोरै अगाडि जानु थिएँ, म पनि आफ्नो रुमतर्फ लागेँ। मेरो यो छोटो भ्लगमा युगल लिम्बूको भ्लगमा सम्पूर्णलाई स्वागत पनि गरेर र जाने बेलामा मेरो शुभ म भिडियो यतिमै अन्त्य पनि गर्दैछु। त्यही भएर नेक्स्ट भिडियो फेरि म लिएर आउँछु, तर अहिलेलाई चाहिँ भिडियो यति नै। हस्त धन्यवाद।